चुनाव आएसँगै नेताहरूले जनताको घर दैलो कार्यक्रम सुरु गर्छन्। जनतालाई तपाईको आफ्नो तरिकाले काउन्सिलिङ गरेर आफ्नो विवेक प्रयोग गरेर मतहरू माग्छन्। त्यो पहिलादेखि नै चल्दै आएको चल्ती हो। तर यो पटक पूर्व पत्रकार ऋषि धमला, जो एक दशक लामो पत्रकारितामा आफ्नो जीवन समर्पित गरेर राजनीतिक क्षेत्रमा उदाएका पत्रकार ऋषि धमलाले रौतहटबाट निर्वाचन लड्दैछन्। उनी अहिले रौतहटका जनताहरूको घर दैलो कार्यक्रममा उनी उपस्थित छन्। त्यहाँ केही बिरलै तस्बिरहरू देख्न पाइयो, जसमा ऋषि धमलाले त्यहाँका उखु किसानहरूको उखु बोकेर सहयोग गरिदिएका छन्। कसैले खाना बनाउँदै गरेको बेला त्यहाँ गएर खाना पकाइदिएर सहयोग गरिरहेका छन्। कसैको साइकल चलाएर, कसैको गाडी चलाएर, कसैको ट्र्याक्टर चलाएर आफूले त्यहाँको जनताहरूको मन जित्ने काम गरिरहेका छन्। त्यहाँका जनताहरूलाई सहयोग गरिरहेका छन्। अब तपाईँ भन्नुहोस्, ऋषि धमलाले आगामी फागुन 21 को प्रतिनिधि सभाको निर्वाचनको लागि रौतहटबाट चुनाव जित्छन् होला त, अथवा जित्नै पर्ने पात्र हुन् त? तपाईको जिज्ञासा कमेन्ट गर्नु।